हेलो एभ्रिवान सबैजनालाई मेरो सानो मिनी ब्लगमा वेलकम अनि नमस्ते। म चाहिँ दाल टिप्दैछु। आजको एकदम क्लाइमेट पनि राम्रो भएको छ। अन्त हेर्नु सक्नुहुन्छ दाल एकदमै मिठो छ। यो चाहिँ तपाईँहरूले पनि रोपेर खानु सक्नुहुन्छ। अनि त्यहाँदेखि चाहिँ म चाहिँ रुमहरू मैला थियो अनि रुमहरू चाहिँ सफा गर्दैछु गाइस। अन्त अब सफा गर्नै पर्यो है गाइस। अन्त मेरो चाहिँ सानो रुम छ, अन्त सफा गर्दैछु। अन्त पानीपुरी खानु मन परेर चाहिँ आलु बोइल गर्दैछु। अन्त एकपट्टि कराई तताउँदैछु पानीपुरीलाई फ्राई गर्नुको लागि। अन्त त्यहाँदेखि पानीपुरी नि रेडी भयो र अब चाहिँ खानुको लागि चाहिँ एकदम रेडी गरिसकेको छु झोल पानी। अनि त्यहाँदेखि चाहिँ अलिअलि भत्केको थियो रुमहरू, अनि त्यही भएर चाहिँ प्लास्टर गर्दैछु गाइस। अनि त्यहाँदेखि चाहिँ प्लास्टरहरू गरिसकेर चाहिँ गाइस अन्त अब बारीमा काम थियो नि त, अन्त अलिअलि सब्जीहरू रोप्नुपर्ने थियो। अन्त बारी गएँ, अन्त त्यो रोप्नुको लागि अहिले चाहिँ फिलहाल अन्त मलहरू असार्दै गरेको गाइस। त्यहाँदेखि मलहरू असारेर चाहिँ अब सागसब्जीहरू रोप्नुको लागि त ठाउँ बनाउनु पर्यो। घाम पनि एकदम टनै लागिरहेको थियो, मजा पनि आइरहेको थियो काम गर्नु हो। अन्त रोप्नुको लागि चाहिँ अब चाहिँ रेडी गर्दै गरेको गाइस। अनि त्यहाँदेखि चाहिँ मलाई मोमो खानु मन परेर चाहिँ अन्त इस्कुसको मोमो खानुको लागि रेडी गर्दैछु गाइस। अहिले चाहिँ फिलहाल चाहिँ सबै काम सकेर चाहिँ मोमोपट्टि लागेँ। अन्त यहाँ चाहिँ ग्रेट गर्दैछु। अन्त ग्रेट गरिसकेर नि एकदमै त्यहाँदेखि चाहिँ चिया खाँदै सबै बनाइसकेर चाहिँ मोमो बनाउनु स्टार्ट गरेको गाइस। हेर्नु सक्नुहुन्छ किमाहरू। अनि त्यहाँदेखि चाहिँ यहाँ चाहिँ आगो ताप्दै मजा आइरहेको थियो। अन्त पाक्दैछ मोमो, पाके पनि पाकेर नि हामीले खायो गाइस। हेर्नु सक्नुहुन्छ आजको चाहिँ मेरो यस्तो थियो अचार। थ्याङ्क यू फर वाचिङ।